So good morning everyone, welcome back to my page. अनि सबैजना सन्चै हुनुहुन्छ होला। म आज पनि किचनबाट म भ्लग सुरु गर्दैछु। अन्त आज चाहिँ सन्डे हो, सो त्यही भएर चाहिँ ढिलो उठेँ। 9:30 भइसकेको छ। आज चाहिँ मेरो खानाहरू पनि पाकेको छैन हो, सन्डे भनेर चाहिँ ढिलो उठेँ नि त। अनि हेर्न सक्नुहुन्छ खाना टेकाइसकेको छु हो, दाल सब्जी। अनि सब्जीमा के छ भने चाहिँ यहाँ आलु टेकाएको छु, अनि यहाँ छ रातो साग बोइल गरिराखेको छु नि त। अनि सबैजनाले मेरो भिडियो हेरेर साथ दिनुहोस् होला, किनभने चाहिँ मेरो भ्युवर्स त्यो भ्युज छन्, जति भ्युज थियो अस्ति त कुन कति थियो, अहिले सबै घटिरहेको छ। कुनै के भएको आफै घट्यो मेरो भ्युजहरू। सो तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भनेर आशा गर्दै यहाँ भिडियो चाहिँ म सुरु गरिराखेको छु है त। सो अहिले भेटौँ है त। सो अहिले चाहिँ म खाना पकाइसकेर पनि रुम मिलाइसकेँ हो। अनि रुम मिलाइसकेर चाहिँ मैले हल्का यहाँ आइलाइनर एप्लाई गरिराखेको छु, हेर्नु सक्नुहुन्छ कस्तो देख्दैछ, जस्ट कमेन्ट डाउन हो। अनि हुनु चाहिँ म त्यस्तो लाउँदिनँ, आज जस्ट ट्राई गरेको। हुनु चाहिँ छ मेरोमा, अब कहाँ कहाँ जाँदा चाहिँ म लाउनै सक्दिनँ, यसलाई म के भन्छ क्यारी गर्नै सक्दिनँ भनौँ न, अघि यसो गरिहाल्छु। सो त्यही भएर चाहिँ आज छुट्टीको दिनमा जस्ट ट्राई गरेको मात्रै। अब चाहिँ हामी खाना खानु जाने हो। खाना रेडी भयो, रातो साग त कलरफुल भयो त आज सब्जी त। यहाँ दाल, खोर्सानी प्याज, यो बेलुकाको आलु र गुन्द्रुक। यहाँ युकी हाम्रो मिस, तातो भयो आम्मा युकीको मामा त्यो, युकीको मामी चाहिँ लाउँदैछ हो। अनि यता मोनोपोली हिँड्दैछ। अब खानु पर्छ। आमा छोरीको काम सक्यो। हामी चाहिँ खानाहरू खाइसकेर चाहिँ युकीलाई पनि नुहाइदिएँ, आफै पनि नुहाएँ हो। फ्रेस भएको छु आज सन्डेको दिन नि नानु। युकीलाई चाहिँ गरिदिइहाल्छु, नभए चिसो लाग्छ नि। हेलो भनिदिनुहोस् न क्यामेरामा एकखेप। हेलो गुड मर्निङ भनिदिनु न। सेवायो भनिदिनु न, हात जोडेर। बस्नुहोस्।
यो किले क्रिमहरु पनि दलिसक्यो नि अब के गर्नुपर्छ अब सुत्नुपर्छ आमा छोरी नि म पनि अलिक बिसन्चो छु के आज सो त्यही भएर चाहिँ आज चाहिँ रेस्ट अनि दादा चाहिँ पर अलैँची बारी सफा गर्दैछ हो एकछिनबाट हामी एकछिन रेस्ट गरेर पापाकोमा जाउँ ल अब हामी चाहिँ एकछिन गर्नुपर्छ है के गर्ने तिमी अन्त के काम गर्ने स्कुल जाने म चाहिँ सुतेको ल मम्मा ल हुन्छ मम्मा झाडु यो किले चाहिँ सुत्नु दिँदैन माछा 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 भ्यागुता गरिदिन्छ भ्यागुती 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 खै भ्यागुती जाऊ न अन्त जाऊ गो जानुस् जानुस् म्याडम म्याडम उठ्नुस् ल म उठाइदिन्छु म्याडमलाई यो किले मलाई यस्तो इरी गर्छ सुत्नु पनि दिँदैन अब जाउँ काम गर्नु ल तिर्खा लाग्यो मम्मालाई ऐ सुत्नु दिएन है मेरो छोरीले मम्मालाई पानी खान्छु तातो छ क्या तातो हाम्रो चाहिँ सन्डे यस्तो भइरहेको छ एकछिन सुतौँ भनेको हो पिठे सुत्दैन छुट्टीमा छुट्टी भएर ल्याउँदा ल्याउँदै बाटोमा सुतिजान्छ फेरि होइन हो कि होइन जाउँ पापालाई हो यो पर जङ्गलमा पानी पुऱ्याइराख्नुपर्छ होला हौ पापालाई फोन गरेछु अब एकछिनबाट भेटौँ न त